यहाँ मात्रै काम गर्नुभएको थियो। त्यसबेला म चलचित्र विकास बोर्डको सदस्य थिएँ। मैले मेरो साथीहरूलाई पहिचान गरेर ल तपाईँहरूको संस्था दर्ता गर्नुहोस् र आउनुहोस्, चलचित्र विकास बोर्डले यसरी दिन्छ भनेको थिएँ। अहिले रेगुलर त्यहाँबाट काम पाइराख्नु भएको छ, काम गरिराख्नु भएको छ। त्यसै कारण म गनगाईका साथीहरूलाई, चलचित्रकर्मी साथीहरूलाई पनि म भन्छु, तपाईँहरूको पनि एउटा संस्थागत रूपमा एउटा चलचित्रकर्मीहरूको संस्था बनाउनुहोस्। भोलि मैले गर्दै पर्ने ठाउँमा पहल म गर्छु। आदिवासी जनजातिको हकमा म पनि आदिवासीको जनजाति चलचित्रको माहौलमा आउँ र शुभ मुहुर्त सुरु गरौँ। म शुभ मुहुर्तको टिमका साथीहरूलाई बोलाउँछु। सन्तोष सरकारजी कृपया, उहाँ मेरो पुरानो मित्र हुनुहुन्छ, मैथिली चलचित्रकर्मी सङ्घको अध्यक्ष पनि हुनुहुन्छ। हाम्रो प्रमुख अतिथिजीले हाम्रो यो चलचित्रको चाहिँ के छ भन्दाखेरि सुटिङ हुँदाखेरि हाम्रो त्यहाँका टेक्निसियनहरूले काम गर्छन्। आजको शुभ मुहुर्त सर्ट चाहिँ प्रमुख अतिथिजीले क्यामेरा खिच्नुहुन्छ, क्यामेरा थिचेर उहाँले खिच्नुहुन्छ। प्रमुख अतिथिज्यूलाई क्यामेरा चाहिँ कुन क्यामेराले हाल्नु त्यो हो। अब यसको निर्देशनको जिम्मा म यहाँ सन्तोष सरकारलाई दिन्छु। सन्तोषजीलाई धन्यवाद। आजको हाम्रो प्रमुख अतिथिज्यूलाई माला लगाई यस कार्यक्रमको हेलो साउन्ड के हो साउन्ड आजको यो शुभ मुहुर्त कार्यक्रमलाई आरम्भ गर्ने यहाँहरूबाट अनुमति लिन चाहन्छु र आजको प्रमुख अतिथिज्यूलाई माल्यार्पण लाएर यस कार्यक्रमको सुरुवात गर्नको लागि नेपाली, मैथिली एवं आदिवासी जातमा सुप्रख्यात नायिका मेनुका माझीलाई माला लाएर उहाँलाई स्वागत गरिदिनको लागि अनुरोध गर्दछु। मेनुका माझी, म प्रमुख अतिथिलाई मञ्चमा बोलाउन चाहन्छु। प्रमुख अतिथिज्यू कृपया मञ्चमा आइदिनु होला। पूजा कार्यक्रम आरम्भ गरिदिनुहोस्। यसै गरी यस चलचित्रका कलाकार विकेश मण्डलज्यूलाई यहाँ मञ्चमा आइदिनुको लागि म आग्रह गर्दछु। अशोक मण्डलज्यूलाई मञ्चमा आइदिन म आग्रह गर्दछु। ठीक है सर। रमजान सर पानी ऑफिस हालात तेल तुमने छोड़ तेल तेल
गिलास में पानी गिलास में कोनो गिलास में